हामी आमा हस्पिटलतिर आइसकेको छौँ अनि हामी चाहिँ मेरो सबैजना फ्यामिलीसँग यहीँ छन् जसरी मेरो मम्मी मामा आमा सबैजना छन् अनि मेरो घरमा चाहिँ सबैजना छन् अनि हामी चाहिँ आएको हामीलाई किर्तिपुर हस्पिटलमा आमालाई भर्ना गर्न अनि त्यसपछि हामी चाहिँ अचोकमा हामी चाहिँ घर जाँदैछौँ अहिले अनि हामी चाहिँ यहाँ हामी आमा हस्पिटलतिर आइसकेको छौँ अनि हामी चाहिँ मेरो सबैजना फ्यामिलीसँग यहीँ छन् जसरी मेरो मम्मी मामा आमा सबैजना छन् अनि मेरो घरमा चाहिँ सबैजना छन् अनि हामी चाहिँ आएको हामीलाई किर्तिपुर हस्पिटलमा आमालाई भर्ना गर्न अनि त्यसपछि हामी चाहिँ अचोकमा हामी चाहिँ घर जाँदैछौँ अहिले अनि हामी चाहिँ यहाँ हामी आमा हस्पिटलतिर आइसकेको छौँ अनि हामी चाहिँ मेरो सबैजना फ्यामिलीसँग यहीँ छन् जसरी मेरो मम्मी मामा आमा सबैजना छन् अनि मेरो घरमा चाहिँ सबैजना छन् अनि हामी चाहिँ आएको हामीलाई किर्तिपुर हस्पिटलमा आमालाई भर्ना गर्न अनि त्यसपछि हामी चाहिँ अचोकमा हामी चाहिँ घर जाँदैछौँ अहिले अनि हामी चाहिँ यहाँ हामी आमा हस्पिटलतिर आइसकेको छौँ अनि हामी चाहिँ मेरो सबैजना फ्यामिलीसँग यहीँ छन् जसरी मेरो मम्मी मामा आमा सबैजना छन् अनि मेरो घरमा चाहिँ सबैजना छन् अनि हामी चाहिँ आएको हामीलाई किर्तिपुर हस्पिटलमा आमालाई भर्ना गर्न अनि त्यसपछि हामी चाहिँ अचोकमा हामी चाहिँ घर जाँदैछौँ अहिले अनि हामी चाहिँ यहाँ हामी आमा हस्पिटलतिर आइसकेको छौँ अनि हामी चाहिँ मेरो सबैजना फ्यामिलीसँग यहीँ छन् जसरी मेरो मम्मी मामा आमा सबैजना छन् अनि मेरो घरमा चाहिँ सबैजना छन् अनि हामी चाहिँ आएको हामीलाई किर्तिपुर हस्पिटलमा आमालाई भर्ना गर्न अनि त्यसपछि हामी चाहिँ अचोकमा हामी चाहिँ घर जाँदैछौँ अहिले अनि हामी चाहिँ यहाँ हामी आमा हस्पिटलतिर आइसकेको छौँ अनि हामी चाहिँ मेरो सबैजना फ्यामिलीसँग यहीँ छन् जसरी मेरो मम्मी मामा आमा सबैजना छन् अनि मेरो घरमा चाहिँ सबैजना छन् अनि हामी चाहिँ आएको हामीलाई किर्तिपुर हस्पिटलमा आमालाई भर्ना गर्न अनि त्यसपछि हामी चाहिँ अचोकमा हामी चाहिँ घर जाँदैछौँ अहिले